आज मेरो हजुरआमालाई सन्चो नभएर हजुरआमा र म भएर लाग्यौँ सुन्देरको बजारतिर। अनि हजुरआमालाई भएको चाहिँ के रहेछ त साथीहरु? आज किन यो माइक? यसको प्राइस कति होला? नमस्ते फ्यामिली, के छ? सन्चो राम्रो हुनुहुन्छ? म पनि सन्चो राम्रो छु है त हजुरहरूको आशीर्वादले। मलाई त ठिक छ। अनि हजुरआमालाई सन्चो नभएर आज जान लागेका छौँ फेरि हामीलाई बजार। हजुरआमालाई फेरि सन्चो भएन भन्नुभयो, चेकअप गराउन जानु पर्यो भनेर ओम हस्पिटलमा लान लागेको है। हाम्रो हजुरआमाले चाहिँ पहिलेदेखि सन्चो थिएन के, पहिला बुटुलबाट लिएर आएको थियो। बुटुलमा चेक गरेर आइसक्यो, फेरि 1 महिनापछि फेरि ओम हस्पिटलमा जानु भनेर भन्नुभएको थियो। त्यही भएर आज जान लागेको। बजार गएर अङ्कललाई भेटेर, आफ्नो गाउँको अङ्कल हुनुहुन्छ क्या, यहाँ चाहिँ त्यही कुराकानी गरियो। आमा लिएर आएको अस्पतालमा भने अलिअलि कुराकानी भयो। अनि ओम हस्पिटलमा गएर एकछिन पाली कुरेर अनि आमालाई भित्र चेक गराएको। एउटा रगत टेस्ट गर्नुपर्छ भन्नुभयो। अनि रगत टेस्ट पनि गरायौँ। अनि एकछिन फेरि कुर्न पर्ने चाहिँ 1.5 घन्टा लाग्छ रिपोर्ट आउन भन्नुभयो। अब भन्दा झ्याउलाउने काम चाहिँ यही नै हो साथीहरु। कति कुर्नुपर्छ हस्पिटलमा फेरि है। अनि रिपोर्ट पनि आयो, त्यस्तो भएको चाहिँ के पनि रहन्छ। फेरि अर्को महिना बोलाउनु भएको थियो। अनि दाजुकोमा आएर मैले किने एउटा माइक है त, मलाई भिडियो बनाउन चाहिरहेको थियो नि त लङ भिडियोको लागि। त्यहीबाट माइक पनि किने। अनि लागि म घरतिर। हस् त, थ्याङ्क यू, राधे राधे, बाई।